बिहान बिहान मुक्तिनाथको भ्यूजलाई हेर्नु त देखिएको पहाडमा हिउँ थुप्रिएको छ। दृश्य एकदम मनमोहक छ। करिब बिहानमा 5:30 बजेको यो दृश्य हो। मुक्तिनाथ साँच्चै विकास रहेछ होटेलहरूदेखिबाट लिएर अन्त टुरिस्ट एरिया भएर पनि होला एकदम रमाइलो छ। शुभ बिहानी सबैमा। आज शनिबारको दिन बिहान चाहिँ यो मुस्ताङको भ्यू हो। हिजो हामी राति 9:30 बजे आइरहेका थियौँ। देख्न सक्नुहुनेछ दर्शकबिन, हजुरहरूले हिमाल नजिकै छ। यो कुन हिमाल हो भन्ने कुरो त ठ्याक्कै थाहा भएन, अहिले सोधेर थाहा हुन्छ। मुस्ताङको भ्यू हो। अब हाम्रो यात्रा एकैछिनमा मुक्तिनाथसम्मको रहनेछ। ओहो, पहाडहरू त ठाडै रहेछ। ल हेर्नुहोस् त, मुक्तिनाथको बजार बडो रमाइलो छ, रमणीय वातावरण छ। आकाश धुलैले सिँगारिए जस्तो छ। अब केही क्षणमा पानी पर्ने सम्भावना देखिरहेको छु। काला पत्थर, यो सायद हिमालय होला पहिला, अहिले पुरै कालो पत्थर छ। हिउँ हल्का हल्का परिएको देख्न सक्नुहुनेछ दर्शकबिन। दृश्य एकदम मनमोहक छ। यो के को टावर हो? यस्तो मुस्ताङमा पनि टुरिस्ट एरिया भएर होला कुनै समस्या छैन, नेटवर्कको एकदम क्लियर छ। जो टुरिस्ट एरिया भएर नै होला, सबै सेवा सुविधा सम्पन्न छ। बस्ने ठाउँ पनि छ, टोयलेट। हामी मुक्तिनाथको यात्रामा छौँ। मुक्तिनाथ जाँदैछौँ। हाम्रो रुद्र सरपुरा चाहिँ हाम्रो टोलीहरू, हाम्रो दिदी बहिनीहरू अरू आउँदै हुनुहुन्छ। हामी चाहिँ अगाडि भरे अम्मा दिदी चाहिँ एकदम तयार हुनुहुन्छ। सम्पूर्णमा शुभ बिहानी। हाम्रो मुक्तिनाथको यात्रा दर्शक मम्मीहरूको चाहिँ भिडभाड देख्न सक्नुहुनेछ। आज चाहिँ जेठको 10 गते हाम्रो यात्रा मुक्तिनाथ दर्शनसम्मको लागि। दर्शक लम्बीहरू तयार हुनुहुन्छ। उहाँ इन्डियाबाट आउनुभएको उहाँहरू हेर्नु कति आस्था, कति निष्ठा छ हाम्रो पवित्र स्थल मुक्तिनाथ। अलिकति अक्सिजनको चाहिँ कमी हुँदो रहेछ, थोरै टाउको दुखेको जस्तो भान भएको अवस्था। दुलै सिँगारिए जस्तरी पहाडहरू सिँगारिरहेको छ, बादलभित्र लुकिरहेको छ। बेहुलीको चाहिँ अनुहार ढाके जस्तरी ढाकिरहेको छ। मुस्ताङमा रहेको छेउको पहाड हेर्नुहोस् त कस्तो निकै राम्रो छ। मुक्तिनाथको प्रवेशद्वार गेट। हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ। हामी यहाँ कुरेको अवस्था साँच्चै पुरै मरुभूमि रहेछ। पढाइमा सुनेको होइन, सामान्य ज्ञानमा पढेको र आफूले प्रत्यक्षदर्शी देख्दाखेरि निकै भिन्न हुँदो रहेछ। त्यो अनुभव मैले पाएँ। यो देखिएको कुन हिमाल अरे दिदी? नीलगिरी हिमाल देख्न सक्नुहुन्छ दर्शकबिन, हजुरहरूले प्रत्यक्ष रूपमा एकदम मनमोहक छ। मुक्तिनाथ मन्दिरको प्रवेशद्वार गरी सकेकै दृश्यहरू हुन्। एकदम धार्मिक आस्था विश्वास सहित टाढा टाढाबाट भारतबाट आउनुभएको छ दर्शक महानुभावहरू।